हेर्नुहोस् गिर्डरहरू पुलको विजयपुर चोक। यो त विजयपुर ब्यारेक भइहाल्यो। यसको पनि कम्पाउन्ड चेन्ज भएर अलिकति तल गएको छ, बार अलिकति तल हालेको छ। यो गेट पनि अब भत्किन्छ। हेर्नुहोस् यहीँ बनाएको छ यो बिम। यो विजयपुर बजारमा वान साइड चाहिँ पिच भएको छ र यहाँ तपाईहरू देख्न सक्नुहुन्छ। हेर्नुहोस् यो पिलरको बिमहरू, पुलको पिलरमा राख्ने बिमहरू विजयपुर पुलमा राख्ने। अब यो पुल तयार भइसकेपछि यहाँ चाहिँ यो बिम लगेर राखिन्छ। अब पुल तयार हुन्छ, त्यसपछि यहीँ बिमहरू चाहिँ तयार गरेको छ। कतैबाट ल्याएको छ नि, यहीँ तयार गरेर बनाएको छ। यो ग्रिडरहरूलाई उचालेर लगेर बिममा चाहिँ फिट गरिन्छ। हेर्नुहोस् त माथि एउटा, यो दुईवटा भयो, यो तीनवटा, यो तल चारवटा, अलिक तल चाहिँ पाँचवटा छ। हेर्नुहोस् लगातार पाँचवटा गिर्डर बनाएर राखेको छ तयारी हालतमा। यो पुल सञ्चालन हुनको लागि अब यहीँबाट ग्रिडर युज हुन्छ। हेर्नुहोस् यो कतै पनि किन्न नपर्ने। हेर्नुहोस् यो पुलको बिम यहीँ तयार गरेको छ। जहाँ पुल बन्छ त्यहीको साइडमा तयार गरेर निकै सदुपयोग गरेर काम गरेको छ। यो पुलको साइडमा राख्ने बिम हो, यसलाई गिर्डर पनि भन्छ। कति धेरै गिर्डरहरू तयारी हालतमा छ। हेर्नुहोस् अब यो पुल विजयपुरको पुल तयार हुने बित्तिकै यो राखेर फिट गरिन्छ। हेर्नुहोस् हाइवे यो साइडमा चाहिँ अलिकति पोल सार्न बाँकी छ। यो हाइवे होइन तल, र गिर्डर चाहिँ तयार भएको छ। यो विजयपुर हेर्नुहोस्, यो विजयपुरमा यहाँ पनि भर्खरै पिच भएको हो। यो अलिकति थोरै, यो 100 मिटर जति पिच भर्खर भएको हो। यो पेट्रोल पम्प जुपिटर पेट्रोल, यहाँसम्म पिच भएको छ। विजयपुरको उकालोमा यहाँसम्म पिच भएको छ, र ठ्याक्क उकालोमा चाहिँ पिच भएको छैन। विजयपुर उकालो यस्तो छ। यो हेर्नुहोस् यो विजयपुर उकालोको वाल हो। यसको काम धेरै भइसकेको छ। उता बाटोतिरबाट माटो भर्ने काम पनि धेरै भएको छ। जति यो उठा छ त्यति नै माटो भरेको छ, नयाँ माटो भरेको छ। र हेर्नुहोस् यो उकालोको वाल यस्तो बलियो वाल छ। हेर्नुहोस् यो उठाएर भ्याउनै लागिसकेको छ। लगभग यो अब भ्याउँछ। यो भ्याएपछि यो यहाँ पुरै माटो भर्छ, बाटोको लेभलमै माटो भर्छ उता बाटोपट्टि साइडमा। अनि बाटो पनि चौडा हुन्छ, 4 लाइनको हुन्छ। हेर्नुहोस् वाल यस्तै उठेको छ। यो विजयपुर खोला, यो विजयपुर खोला माथि। यो खोला चाहिँ माथि लेखबाट आएको हो। विजयपुर भन्ने गाउँ छ त्यहीँबाट आएको हो, त्यही भएर यसलाई विजयपुर खोला भनेको हो।
यो बिपी मार्ग हो। यो बिपी मार्ग गरेर ठ्याक्क यो साउथेको ओह्रालोमा जोडिदिएको छ। साउथेको ओह्रालोमा यहाँबाट पिच भएको छ, माथि वान साइड पिच भएको छ, यहाँबाट तल चाहिँ पिच छैन। हेर्नुहोस् साउथेको ओह्रालोमा पिच भएको नाली पनि भइसकेको छ। यो पोल पनि सारिसकेको छ, पहिला अर्कै पोल थियो यहाँ, यो नयाँ पोल हो। हेर्नुहोस् यहाँ केही पर्यो भने चाहिँ डोजर तैनात छ। यसरी बाटो बनिरहेको छ पृथ्वी राजमार्ग। हेर्नुहोस् पुलहरू पनि सबै नयाँ फेरिसकेको छ। यो ओह्रालो पनि केही सहज भएको छ। यो नयाँ ट्रान्सफर्मर सहित बिजुलीको पुल नयाँ गाडिसकेको छ साउथेको ओह्रालोमा। नयाँ ट्रान्सफर्मर सहितको बिजुलीको पोल। हेर्नुहोस् पुलहरू सबै सारिसक्यो। यहाँ चाहिँ अलिकति बाटो अलिकति राम्रो छैन, त्यही पनि काम धमाधम भएको छ। यो हेर्नुहोस् यो चौथे चोक हो। यहाँ वान वे चाहिँ पिच भएको छ, अर्को वेमा पिच भएको छैन। यो चौथेको ओह्रालो। यो नाली हेर्नुहोस्, नालीमा पनि सबै ढलान गरिसकेको छ, भित्तो पनि प्लास्टर गरिसकेको छ नालीको। हेर्नुहोस् पिच, चौथेको पिच।